हाम्रो स्टेडियमसम्मको पेस्टिङ रोड र यहाँ हेर्नुहोस् त रोडको कस्तो राम्रो व्यवस्थाहरू गरिदिनु भएको छ र यसको विषयवस्तुलाई पनि म माथि आएर टुङ्गोमा भन्ने छु। अब अति नै सुन्दर देखिरहेछ र जसको थ्रुबाट पनि यो बाटो त्यहाँ पब्लिकरणसम्म भए पनि निर्माण कार्यहरू गर्नुमा सक्षम हुनुभयो। उहाँहरूलाई चाहिँ धेरै नै धन्यवाद छ। साथै आउँदो विगत दिनहरूमा अझै जुन उपरान्त बाँचेको सडकहरू पनि यस्तै नै बनाइदिनु सक्षम हुनुहोस् भन्ने आशा पनि राखेको छु। हेलो वेलकम टु गाइज। मेरो मित्रगणहरूलाई भन्नै पर्दा चाहिँ मेरो युट्युब च्यानलको नाम चाहिँ हो लेबुङ भ्लग कभरेज। राम्रो सुन्नुहोस् है, मेरो युट्युब च्यानलको नाम हो लेबुङ भ्लग कभरेज र विषयवस्तु सुन्नुहोस् है। मेरो चाहिँ विषयवस्तु के हो भने अब यो जुन चाहिँ केराको थम्बाहरू छ, यो केराको थम्बा जता पनि लगाइएको छ वरिपरि, यसलाई तपाईँहरूले जुन सत्कार सम्मानको लागि लगाउनु भएको थियो र त्यही सम्मानपूर्वक यसलाई निकालेर तपाईँहरूले सुरक्षित स्थानमा आफ्नो मैला फ्याँक्ने जग्गातर्फबाट पनि आफ्नो मान्छेहरू लगाएर निकालिदिनु लगाउनुहोस्। किनभने यो फेरि यहाँनिर कुहियो भने यसले पनि यहाँनिर दुर्गन्ध फैलाउँछ र यही नै यहाँ कसिङ्गर हुने भएको छ। र धन्यवाद छ है, यसलाई नराम्रो प्रतिक्रियाले एकदमै नलिदिनुहोस् है। के बिर्स मित्रगणहरूलाई म घुम्दै घुम्दै आइदिएको छु। कहाँ भन्नुहोस् त, म आज घुम्दै घुम्दै माथि आइदिएको छु। यसो मलाई त्यहाँ कुल प्लेसहरू मात्रै मनपर्छ आजकल कि, अन्त यसो यताको मौसमहरू कस्तो छ, यताको जग्गाहरू कस्तो छ घुम्नु आइदिएको कि। एउटा गीत पो गाएर सुनाइदिनु पर्यो। तपाईँहरूलाई मनपर्छ कि मन पर्दैन? ल मन पर्यो भने चाहिँ कमेन्ट गरेर भन्नुहोस् है। अब यो बाटो मेरै हो कि म यो बाटोको, अब यो माटो मेरै हो कि म यो माटोको। र यो बाटोहरू हेर्नुहोस् कस्तो सुन्दर छैन? सुन्दर देखिरहेछ नि है। यसैले गर्दा सुन्दर बाटोहरू देख्यो भने
मजा लाग्छ र गीतहरू गाउन मनपर्छ र तपाईँहरूलाई कस्तो लाग्छ म सानो कुरोहरू पनि तपाईँहरूलाई सेयर गर्ने गर्छु। तपाईँहरूलाई प्रोत्साहन र उत्साहको निम्ति म हरेक कुरो भिडियोहरू बनाउने गर्छु। र भन्ने पर्दाखेरि चाहिँ तपाईँहरूलाई म घुम्नु आएको जग्गा कस्तो लाग्यो र यहाँ जग्गा त मलाई मजाको लागेको छ, रमाइलो बना र जिन्दगी हो, जिन्दगीलाई हाँसी खुसी कसरी जिउनु पर्ने, कहिलेकाहीँ बिरानो जग्गामा जानुपर्छ, कहिले घुइँचेडो भिडमा जानुपर्छ। म त यस्तै जग्गाहरूमा क्या अब एक्सपेरिमेन्ट गर्नु मनपर्छ कि घुइत्रोमा जाँदा कस्तो हुन्छ र सन्नाटामा आउँदा कस्तो हुन्छ र यो सबै कुरोहरूलाई म निहाल्ने गर्छु र सबै कुरोको विषयवस्तुलाई बुझ्ने गर्छु है। र मित्रगणहरू तपाईँहरूलाई कस्तो लाग्छ भन्दै मेरो सानो एउटा तपाईँहरूको सामुक्षमा यो समयलाई गरेको क्याप्चर तपाईँहरूलाई पनि म देखाउँदैछु र तपाईँहरूलाई कस्तो लाग्छ मेरो भिडियोहरू लाइक कमेन्ट गर्नुहोस् नगर्नुहोस्, तर तपाईँहरूलाई म सधैँभरि माया गर्नेछु है। र भन्नै पर्दाखेरि चाहिँ जय गोर्खा। लु सबैजनालाई फेरि एक झट्का जय गोर्खा। र म त जहाँ जान्छु नि त्यहीँनिर मेरो आँखा फेरि त्यस्तै जग्गाहरूतिर पर्दिरहेको हुन्छ हो। र भन्नै पर्दाखेरि चाहिँ यो चाहिँ भुटिया बस्तीको मुर्दा हड्डी हो है, हड्डी होइन, भोटिया बस्तीको मुर्दा हड्डी। र यहाँनिर हेर्नु न कि अब हामी मानव जाति चाहिँ अब अशिक्षित हुनु सुरु भइसकेछौँ। अब झन् शिक्षित हुने बेलामा अशिक्षित हुनु सुरु भइसकेछौँ। सबै त यस्तो छैनन् होला। र जो पनि अशिक्षित व्यक्तिहरूले यो कामहरू गरिरहनु भएको छ नि, जसमा कि मुर्दा हड्डीतिर यसरी लिएर मैलाहरू फ्याँक्ने, र अब उपरान्त समयहरूमा तपाईँहरूले यसरी नगरिदिनुहोस् है मैला, किनकि अबको समयहरूमा तपाईँहरू शिक्षित भएर बस्नुपर्छ है। र यहाँ हेर्नुहोस् एकातर्फबाट त्यहाँ साफ सुधार भइरहेछ भने पारी एकातर्फ मैला फ्याँक्ने खानी बनाइएको छ। र विशेष भन्नै पर्दाखेरि चाहिँ के हो भने यसरी यो भूमिहरूलाई चाहिँ एकदमै साफ राख्नु जरुरी भएको कारणले गर्दाखेरि चाहिँ म सबैलाई आगाह गराउन चाहन्छु कि यहाँको जति पनि गाउँको यो जग्गामा हुने यस मुर्दाहट्टीको अगल बगलमा बस्नुहुने जति पनि यहाँनिरको मानवहरू हुनुहुन्छ, तपाईँहरूले एउटा के गर्नु सक्नुहुन्छ भने तपाईँहरू मिलेर यहाँ कसै संस्थालाई भनेर हुन्छ यहाँ एउटा बोर्ड लगाइदिनुहोस्। तपाईँहरूले यहाँनिर एउटा बोर्ड टाङ्दिनुहोस्, यानि कि कसैले पनि यस परिसर यो मुर्दाहट्टीको इलाकाभित्र कसैले पनि मैला नफ्याँकिदिनुहोस् भन्ने एउटा यहाँनिर बोर्ड लगाइदिनुहोस् त। यहाँबाट यो बोर्ड लगाएर पनि उहाँहरूले कसैले मैला फ्याँकेको पश्चात भेटाए उनीहरूलाई कारवाही गर्नुहोस्, किनभने यो जग्गालाई एकदमै हामीले सफा राख्नु जरुरी छ। र यहाँको गाउँको बासिन्दाले पनि कसले मैला फ्याँक्दैछ यति विचार बमोजिम तपाईँहरूले पनि गर्न सक्नुहुनेछ र तपाईँहरूले विचार गर्नुपर्ने कुरोहरू हो। र आउँदो उपरान्त समयहरूमा तपाईँहरूले यसरी मुर्दा हड्डीतिर कसैले पनि मैलाहरू लिएर नफ्याँकिदिनुहोस् भन्ने म लेबुङ ब्लग कभरेजको विजयको तर्फबाट निवेदन गर्न चाहन्छु। र अब चाहिँ तपाईँहरू सबै शिक्षित भएर बस्नुपर्ने समयहरू आइसकेको छ है। मेरो मित्रगणहरू सबैले कमेन्ट गरेर भनिदिनुहोस् है कस्तो लाग्यो तपाईँहरूलाई मैले भनेको कुरोहरू।